नमस्कार सबैजनामा। मसँग एउटा छ 2025 मोडलको क्यारेन्स हो कि कस्टमरले कम्प्लेन गरिरहेको छ मेरो गाडी चाहिँ स्टार्ट हुँदैन। ओके, प्रब्लम गाडीले बिहान राति पार्क गरेको बिहान आउँदा स्टार्टै भएन हैन। अनि प्रब्लम के हो यसो ल्याएर प्रब्लम के छ, गाडी स्टार्ट गर्दा जान्छ नि ल स्मार्ट के मसँग चाहिँ है यो रिमोट हो क्या। यसो गर्दा दबाइरहेको छ तपाईँले होइन, यसरी स्टार्ट हुनुपर्छ क्या। यसरी स्टार्ट भएर आयो नि कि चाहिँ डिटेक्ट गरिरहेको छैन। ओके, अनि मैले चाहिँ यहाँ भिसिआई कनेक्टिङ छ, यहाँ एड भइरहेछ। मेरो यो जुन ट्रान्समिसन सबै इरर छ किन भन्नुहुन्छ भने अरू मेरो इङ्ग्लिसन अन छैन नि त। इङ्ग्लिसन अन नभएपछि यिनीहरू कम्युनिकेसन हुने कुरो भएन। मलाई चाहियो कि अब एसएमके स्मार्ट की मोड्युल आइडियु एसएमके के अरे मेरो बोर्ड देखाइरहेको छ होइन, एसएमकेमा आएको होइन। अब मेरो नेक्स्ट प्रोसिजर कसरी गर्ने त अहिले चाहिँ हामीले चाहिँ उयो गरेको के भन्छ हाम्रो फल्ट कोड चेक गरिएको थियो होइन। अब हेर्नु हाम्रो डाटा मेरो पुरा डाटा हामीलाई चाहियो। हेर यहाँ इग्निसन सिग्नल अफ छ नि होइन, त्यसरी कहिले अफ हुन्छ चाहिँ अफ भइरहेको छैन। ब्याट्री भोल्टेज मेरो सब छ होइन, बराबर छ। समय लाइटमा यसरी हेर्नुपर्छ होइन। डाटा चेक गरेँ, डाटा मेरो सब ठिक छ। अर्को नम्बर अफ की कता इएसइएल फेलियर छ, नम्बर अफ लन्ड की कता छ दुईवटा भन्नु छ नि त होइन। यसमा एउटा हाइड गरौँ। इएसइएल नम्बर अफ की के होइन दुईवटा छ। अवश्य दुईवटा, एउटा कस्टमर चाहिँ छ आज ल्याउँदैछ अहिले, त्यही भएर एउटा चाहिँ यो चाहिँ फेलियर, एउटा चाहिँ मैसँग छ होइन, मसँग छ होइन। अर्को अनि अर्को यहाँ चाहिँ कस्टमरले दुइटै की छ, दुइटै कीबाट गाडी स्टार्ट भइरहेको होइन। दुइटै की छ नि त मसँग। ओके, त्यही भएर अब फेरि पज गरौँ है त। अब नेक्स्टमा चाहिँ ओके अन्त मसँग यो चाहिँ दुइटा पुरानो गाडी की होइन, त्यसमा मेरो यो गाडीमा चाहिँ कीको प्रब्लम थियो होइन, रिमोटको प्रब्लम आयो। अहिले मैले दुइटा रिमोट अर्डर गरेर प्रोग्राम पनि गरिसकेँ। प्रोग्राम किनकि यहाँ देखाउनु मिल्दैन बिकज अफ सेफ्टी होइन। यो हामी अथोराइज डिलरमा काम गर्ने हुनाले त्यो चाहिँ की चाहिँ कोड चाहिँ जोपाएर मिल्दैन। सिस्टमको के भन्छ त्यो देखाउनु त सेफ्टी रिलेटेड हो भने देखाउनु मिल्दैन। मैले प्रोग्राम गरिसकेँ कि हो क्या। अहिले हेर्नु मेरो के यहाँ छ के राखेँ गाडी गाडी स्टार्ट भयो। लक अनलक पनि भइरहेछ कि फोटो भयो मिरर अनफोटो मिरर गाडी पनि गाडी स्टार्ट भयो। अहिले कम्युनिकेसन नभएको इन्जिन एन्ड गियर होइन, त्यो अहिले कम्युनिकेसन नै हुन्छ। ओके, कम्युनिकेसन भइरहेछ, गाडी स्टार्ट भइरहेछ। कन्सर्न के छ मेरो कस्टमरको, कारण स्टार्ट हुँदैछ होइन। पछि मैले चेन्ज गरेँ, अगाडि वारेन्टीमा चेन्ज भयो, दुईवटा रिमोट कि यहाँ छ। ओके, वारेन्टीमा चेन्ज भयो र थ्याङ्क यू फर वाचिङ एन्ड सब्सक्राइब माई भिडियो। अनि यदि केही प्रब्लम छ अटोमोबाइल सम्बन्धी इलेक्ट्रिकल सम्बन्धी ज्ञान लिन चाहनुहुन्छ भने कन्ट्याक्ट गर्नु होला। थ्याङ्क यू।